यदि हामीले वास्तवमै आफ्नो देशलाई उन्नतितर्फ विकासतर्फ लैजाने हो भने यति बेला राष्ट्रको मेरुदण्ड अर्थको मेरुदण्डकै रूपमा स्थापित भइसकेको वैदेशिक रोजगारलाई व्यवस्थित गर्नु अति नै जरुरी छ कि कुनै पनि व्यक्ति विदेश आउँदा अथवा नेपाली कुनै पनि भूमिलाई आफ्नो कर्मक्षेत्र बनाएर जाँदैछ भने कोरा व्यक्ति नजाओस्, कुनै स्किल या भनौँ सेमी स्किल कुनै पनि क्षेत्रमा आफूलाई अर्धदक्ष वा दक्ष बनाएर प्रवेश गरोस्, जसले गर्दा ऊ आफैमा पीडित वा आफैमा एउटा हीनताको भावनाले उसलाई बिरली नहोस्। भविष्यमा ऊ कुनै पनि क्षेत्रमा गएर ऊ चाहिँ आफूलाई आफ्नो कर्मक्षेत्रलाई खुसी पार्न सकोस्। यो हाम्रो साझा सपनामा मैले देखेको यहाँ सबै साथीहरूले भन्नुभएको निष्कर्ष जस्तो मलाई लाग्छ। तपाईँलाई कुनै झोले एजेन्टहरूले ल तँलाई म ट्रेड गरिदिन्छु, आफ्नै गाउँको कम्पनी जस्तो मेरै कम्पनी हो, म्यानेजरलाई चिनेको छु, फलानालाई चिनेको छु भनेर कुनै एजेन्टले भन्छ भने 100% त्यो फ्रड हो, त्योसँग पासपोर्ट ल्याउनु, तपाईँहरू बच्ने मेन उपाय भन्नु। अर्को कुरा म के भन्न चाहन्छु भन्दा यहाँ कसैले पनि दुःख नगरिकन पैसा दिँदैन। तपाईँहरू जुन सोच्नु भएको छ यहाँ पैसाको बुटो लागेको छ, बोट लागेको छ, 5 जस्तो पैसा टिप्नु पाइन्छ, त्यो कदापि होइन। हस्त दर्शकवृन्द, यिनी प्रस्तुतिका साथ आजको कार्यक्रमबाट हामी बिदा माग्छौँ। आजका प्रस्तुतिहरू यहाँलाई कस्ता लागे, यहाँको सल्लाह र सुझावहरू अवश्य प्रेषित गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै आगामी दिनमा अन्य प्रस्तुतिका साथ उपस्थित हुने बाचाका साथ म लगायत मेरो सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। हस्त नमस्ते। स्वस्तिक गेस्ट हाउस, पश्चिम लाइन, इटहरी, एसी डिलक्स रूम, सेमिनार हलका साथै आरामदायी गेस्ट हाउस। आफ्नै गेस्ट हाउस स्वस्तिक गेस्ट हाउस। फोन 425-587-277, मोबाइल 9842-035-840। 2052 सालदेखि धरानमा, 2060 साल काठमाडौँ हुँदै 2065 लन्डनमा, 2067 बाट पोखरामा पनि। विश्वासको प्रतीक बराह ज्वेलरी अब धरान, काठमाडौँ, पोखरा र लन्डनमा। प्रवासीको सन्देश प्रायोजक बराह ज्वेलरी, धरान, काठमाडौँ, पोखरा र लन्डनमा। स्वस्तिक गेस्ट हाउस, पश्चिम लाइन, इटहरी। प्रोटोकल एजुकेसन नेटवर्क, दिल्ली बजार, काठमाडौँ। फोन 4423-952। हरित बचाउ अभियान नेपाल, नयाँ बानेश्वर, काठमाडौँ।